गाइस अब चाहिँ हामी निस्किन आँटेको छौँ सिलगढीतिर यसो घरको आमालाई लगेर गएको घुम्दै है गरम पनि कतिको होला अब त्यहाँनिर गएर यहीँनिर कस्तो गरम छ सिलगढीमा झन् कस्तो गरम होला यहाँबाट चाहिँ आमा म भानी छु त्यहाँदेखिको चाहिँ पर कालिम्पोङबाट चाहिँ अलिसाहरू जाँदैछ ल गाइस अब चाहिँ हामी हिँडेको यहाँबाट है अलिक ढिलो गर्ने चाहिँ यहाँनिर हाम्रो को हुनुहुन्छ यहाँनिर यसो कि खोजेको खोजेको आइहाल्छ आमाले हो उयो लाउनु न है उता बस्दा पनि त्यही लाउनु पर्न चप्पल यस्तो लाग्दैन अन्त कस्तो लाग्छ म झन् यहाँ त चप्पल ल्याएको घरकै लुगामा लाग्छ जुत्ता छैन माग्ने हो खोइ कसलाई म त यति घरकै लुगामा नि यतिकै जाने अरे ल हाम्रो मम्मी पनि रेडी हुनुभयो हो या केही गर्नु पनि पाएको छुइनँ ल लाउनु खोइ यो सामानहरू पनि केही बोक्नु पाएन यो चाहिँ सामानहरू छ यो चाहिँ उता नानालाई लगिदिएको हो गरम खानु गएकै हो नै पसिना साडी भइसकेको सिलगढीमा कस्तो होला भन् त खाने भए गरम गएर के गर्छ सिलगढीमा भन् सुत्तु गएको त होइन होला हौ यहाँनिर मम्मी यता हो ए यता आयुष मौसम चाहिँ अलिकति शीतलै छ पानी पर्लास जस्तो हुँदैछ हो ठिकै छ सिलगढी जाँदा झन् अब सिलगढीमा पानीहरू पऱ्यो झन् दामी हो शीतल हुन्छ है मजा आउँछ यहाँबाट चाहिँ अब मेरो बेबी जाँदैछ उसको यो स्थानीय हो अब चाहिँ अलिसा पनि गाडीमा चढिसक्यो चाहिँ सिलगढीपट्टि लागेको के भन्छ मेरो अहिले म भन्छु नि त खाइदिनु तपाईँको ड्राइभ गर्नु तपाईँको नयाँ भ्लग होइन यो होइन फर्स्ट भिडियो होइन अन्त मेरो चाहिँ आफ्टर ड्युटी म चाहिँ आएको होइन अन्त अब चाहिँ हामी जाँदैछ तपाईँ हुनुहुन्छ हिरो भएर आएछ अन्त भन्यो अन्त तपाईँको न्यू सब्सक्राइबरहरूलाई सब्सक्राइब गर्नु भनेर भन्यो अन्त नयाँ भिडियो प्लिज सब्सक्राइब गरिदिनुहोस् लाइक कमेन्ट सेयर के भयो अरे आयुष भयो घरहरूमा आइदिएको हो ए लास्टमा त ढाड सड्किने मान्छे त नाति बजाएर नाच्दिएको रहेछ खुसी होला नि त छोरी त के भन्छ छोरी भागमा जानु पुग्दा कति खुसी हुन्छ कस्तो खुसी लाग्यो त होइन अरे मम्मी भन्दिनँ अब के गर्छ होला ढाड पनि दुखिरहेछ हो आएर त फुल्न पानी हाल्दा डान्स गरिदिँदो रहेछ गीत बजाएर अन्त अलिअलि सपिङहरू गर्नु छ अन्त सपिङ त गर्नु छ अलिअलि छ भरे जानुपर्छ बेलुका तर पुरा यहीँ कस्तो गरम भएको छ आयुषलाई चाहिँ एसी चाहियो नि त होइन एसी चल्नु पऱ्यो भने चाहिँ अब एक्स्ट्रा अलिक तेल हाल्नुपर्छ है भन्नु हो कि एसीमा नबस्ने त्यतिकै जाने हावा जाने रे एक्स्ट्रा हाल्दैन अरे तेल छैन त्यो हामी चाहिँ भर्खरै यहाँनिर एकछिन खाजा खाने मोमो खाने अरे नि त अलिसाले अन्त मोमो खान लागिरहेछ भोक लाग्यो अरे नि केही खाएको छैन अरे खाएको छैन आज के पनि त चाहिँ खाँदैनस् के पनि भर्खर बिल तिरेर आउनु रहेछ म्याडम तिर्नु भयो भयो तिर्यो अगायो पनि तँलाई अगायो आमाले त केही खानु भएन हो ल उसो अब जाउँ है अब केही खानु पर्दैन बाटोतिर ल सर हिँडेर अब चिप्सहरू खाने ए ल माइजू र भानी चाहिँ यस्तो चाहिँ फुडीहरू क्या दुईजना गरम चाहिँ
अब यहाँ खिचेको गरेको यहाँनिर यसरी साह्रो उयो गर्छ क्या सिन्छ भनेर मम्मी के छ तपाईँको अपडेट ठिकै हुनुहुन्छ भाइ म खुसी घर आमाहरूलाई भेट्न जाँदाखेरि कस्तो लागिरहेछ इन्टरभ्यू लिएको अरे नि मम्मीलाई कस्तो लागिरहेछ तपाईँलाई छोरीकोमा जाँदा नाति भेट्नु जाँदा तपाईँलाई कस्तो लागिरहेछ तपाईँलाई मलाई त केही लागेको छैन गरमले चाहिँ अब राति मलाई खुसी लागिरहेछ यस्तो दामी भइरहेको छ वेदर पानी पर्नु आँटेको छ अब पानी पर्यो भने चाहिँ हामी भिज्नुपर्छ मजा आउँछ पानीमा रेनी सिजनको पानीमा फर्स्ट पानी हो नि त हजुर मजा आउँछ अन्त पछि चाहिँ दबाई खाँदै हस्पिटलमा चाहिँ एडमिट हुनुपर्छ यहाँ हेर्नु न वेदर कस्तो दामी भयो चाहिँ अब भर्खरै भेनाको उयसमा आइपुग्यो क्वार्टरमा खै हामी कताबाट आएको अघि अस्ति त अस्ति अर्कै बाटो हो अब त्यो बाटो बन्द थियो नि त अस्ति कि त्यो बाटोले गर्दा चाहिँ अहिले त्यो बाटो त छिटो हो अब अस्ति चाहिँ घुमेर आउनु पर्ने थियो नि त हामी त्यो भएर चाहिँ आज टक्कै भेना सबै गेट पनि खोलिदिनु पर्छ हो यो त गोडे भएछ त नि डरेर काले हुन्छ होला खै हाई भनेको छिटो खै छिटो ए लु अब आइसक्रिम खाने हो भने चाहिँ छिटो छिटो आइसक्रिम खाने हो भने छिटो हाई भनिदेऊ छिटो हाई भनिदेऊ गोरे भएछ अरे यसो गाडीमा खेल्न जानुपर्छ क्या हो धम्की मेरो के छ रे त्यहाँबाट हुँदैन त्यहाँबाट हुँदैन आज त शीतल भयो है भन्नाले तेरो नाम के हो भनिदिए खास नाम के हो भनिदिइहाल्छ क्या व्हाट इज योर नेम अनप्रित के हो भनिदिएछ त्यो अनप्रित शीतल भयो कस्तो मजा आयो हामी चाहिँ यतानिर घुम्दैछ यो नानाहरूको क्वार्टर हो बोजू नाति चाहिँ डुल्नु गएको अरे अब उता गाउँघर दुईजनाको मैले पैसा पैसा उयो गुगल हुन्छ त के भयो अनलाइन भइहाल्छ त मिठा खाने अरे ऊ नानीहरूले मिठा खाने जान अन्त अब हामी मार्केट जान आँटेको गाडी लगिरहन्छ है गाडी परसम्म बाटोसम्म त्यहाँदेखि चाहिँ हामी टोटोमा जान्छ गाडी बेसी लगेर गयो त्यस्तो हुन्छ के हुन्छ गाडी लगेर गयो भने चाहिँ राख्ने जग्गा हुन्छ यहाँ चाहिँ अब भाइलुको लागि सेट हाफ प्यान्ट र सर्टहरू भएको हेर्दैछ है अलिसर नानाले हो यहाँनिर अन्त हामी चाहिँ यस्तो बिग्न थाक्यो होइन गरम पनि भइरहेको छ नि म त गर्नु मन पर्छ पसिनाले नहोस् भ्लग बनाउने मान्छेहरूले भ्लग बनाऊ भनेको होइन यस्तो हरेस खाएर यहाँ छ नानाहरू नाना र भेना चाहिँ हामीले जुन लेडिजहरूसँग चाहिँ सपिङ गर्नु आउनु चाहिँ क्वार्टर प्लेट हेर्दैछ यो चाहिँ घरको काम लाग्छ होइन यो चाहिँ उसले छाने हो स्पुन चाहिँ कतिवटा भनिदियो खैहरू खैहरू ल सुतेको मेरो साँझको वेदर चाहिँ पानी आउँदैछ यो मैले त डल्लै लुगा धोएको कि धुनु मात्रै पर्यो लु छिटो वेलकम टु मामा भ्लग 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 खै भ्लग भनेको छु मार्केट जाँदैछौ ए मार्केट अरे हामी कहाँ गएको अहिले जुडियो उस बानिजलाई एउटा लुगा हेर्नु भने चौसे हिजो हेरेको मार्केटमा ट्याक्कै भेटाएन हो उसलाई चाहिँ पर्दैन
मार्केटमा चाहिँ हिजो चाहिँ यस्तो शीतल भएको थियो तर आज यस्तो गरम छ कि अब के गर्नु गरम भित्रले औ छिटो गरम त के भन्नु अब यहाँनिर नाकको टुप्पोबाट चाहिँ यस्तो पसिना निस्किँदैछ कि मजा आउँदैछ भाइ हल्लिएर है तातो भइसक्यो न तातो भयो स्टुडियोमा आइपुग्यो होइन यहाँनिर चेकपोस्टको त्यहाँको भाइले यहाँ छ बेच्दै यहाँ छ लेट्स गो फ्रम योबाट भाइले के ल्यायो के किनेको छ होइन छ त उहाँनिर चिसो हो ए अन्त बाई गएको ल अब चाहिँ हामी चाहिँ यहाँबाट निस्केको गरममा पेलाक पेलाक भइसक्यो चाहिँ यता बाघपुल आइपुग्यो अब यहाँदेखि चाहिँ हामी लाभा भएर जाने त्यो भएर चाहिँ हामी यता जानुपर्छ कालिम्पोङ हो भने चाहिँ यताबाट जानुपर्थ्यो अब हामी चाहिँ यताबाट जाँदैछ यहाँ चाहिँ यो बाटो चाहिँ यस्तो दामी आयो कि भ्यू मम्मी हावा आयो मजाको त एसी पनि चाहिएन है चिया बगान दार्जिलिङको उकालोको यस्तो भ्यू चाहिँ यो बाटोको चाहिँ ओप्ती छ नि त फेरि दामी छ दामी दामी मजा आयो मम्मी दामी छ है भ्यू तपाईँ यो बाटो हिँड्नु भएको थियो पहिला आयुष तिमी फर्स्ट हो हेर कस्तो दामी छ है सेलोटीकोलाई तर केही त देख्दैन अरे तपाईँको काँडा हेरे काँडा उम्रे अरे मम्मीले त झन् जाडोले खिड्कीहरू पनि बन्द गर्नु भएछ म चाहिँ चिसो चाहिँ अब यतिकै जान्छु यो अघिको गरम सोच्दा त यो चिसो त अब म कफेर आइपुग्यो अन्त यहाँनिर चाहिँ यस्तो छ अहिले फिलहाल कफेरको के हुन्छ पढेको स्टप अब यहाँ चिया खाऊँ बाई बाई हामी चाहिँ अब नानाहरूकोबाट फर्किँदैछ खानासाना खाएर आमाले खानाहरू बनाइदिनु भएको रहेछ अन्त फर्किँदैछ हामी चाहिँ अब आइपुग्यो यहाँनिर औ तपाईँको भ्लगमा त मै मात्रै बोलिरहेको छु त म त मेरै भ्लग जत्तिकै बोलिरहेको छु हामी सब्सक्राइब गरिदिनु होला बेच्दाको च्यानललाई सब्सक्राइब नयाँ भिडियो अब फेरि आउँछ है तपाईँकोमा ओके बाई बाई